हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फिल्मी एन्टरटेनमेन्ट युट्युब च्यानलमा। साथीहरु, यही जेठको 9 गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्र नरसिंह अवतारले बक्स अफिसमा आजबाट 8 दिन पार गरिसकेको छ। आज 8औं दिन यो फिल्मको अकुपेन्सी कस्तो रह्यो र आज 8औं दिन यो फिल्मले बक्स अफिसमा कतिको कलेक्सन गर्न सफल भयो त यसको बारेमा चर्चा गर्न गइरहेका छौं। भिडियोलाई पुरा हेरेर साथ दिनु होला। साथीहरु, महानायक राजेश हमाल सर, राज खटवाल, सनिसा भट्टराई, नीति शाह, सरोज खनाल, निर शाह आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र नरसिंह अवतार यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म नेपाल राज्यभरि लगभग 80 देखि लिएर 90 वटा हलमा प्रदर्शनमा आएको छ भने यो फिल्मले हलहरुमा ठिकठाकको सोच पाइरहेको छ। महानायक राजेश हमाल सरले झण्डै 8 वर्षपछि नेपाली चलचित्र क्षेत्रमा नरसिंह अवतारबाट कमब्याक गर्नुभएको छ र यो कमब्याकलाई पब्लिकहरुबाट राम्रै साथ सपोर्ट मिलिरहेको छ। हुन त यो फिल्मले बक्स अफिसमा जति कलेक्सन गर्छ भने अपेक्षा गरिएको थियो त्यतिको कलेक्सन गर्न सकिरहेको छैन भन्दा फरक नपर्ला। यो फिल्मको वर्ड अफ माउथ पुरै पोजिटिभ नआएको कारणले गर्दाखेरि यो फिल्मले बक्स अफिसमा भने जस्तो कलेक्सन गर्न सकिरहेको छैन। एक्सन र क्राइम ड्रामामा आधारित यो फिल्ममा पब्लिकहरुबाट मिक्स रेस्पोन्स मिलिरहेको छ। साथीहरु, यो फिल्मको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने यो फिल्मको निर्माण टिमको तर्फबाट त अहिलेसम्म कुनै पनि अफिसियल कलेक्सन सार्वजनिक भएको छैन, तर चलचित्र विकास बोर्डको तर्फबाट पहिलो हप्तासम्मको अफिसियल कलेक्सन सार्वजनिक भइसकेको छ। चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार हेर्ने हो भने यो फिल्मले पहिलो हप्तामा 1 करोड 22 लाखको ग्रस कलेक्सन गरेको देखिएको छ। हुन त केही हलमा बक्स अफिस जडान नभएको कारणले गर्दाखेरि यो फिल्मको कलेक्सन लगभग त 1 करोड 30 देखि 35 लाखसम्म पुग्ने सम्भावना देखिरहेको छ, जुन कलेक्सन महानायकको कमब्याकको निम्ति कमजोर हो भन्दा फरक नपर्ला। र आजबाट यो फिल्मले बक्स अफिसमा 8 दिन पार गरिसकेको छ र आज 8औं दिन पनि यो फिल्मले बक्स अफिसमा ठिकठाकै मात्र कलेक्सन गरेको छ। बिहानको ओभरअल अकुपेन्सी लगभग 5% को मात्र देखिएको थियो भने दिउँसो फिल्मको अकुपेन्सी लगभग 10% हाराहारीमा देखियो र इभिनिङ समय फिल्मको अकुपेन्सी 10 देखि 15% को मात्र देखिएको छ। तर केही हलहरुमा भने चाहिँ 50% भन्दा माथिको अकुपेन्सी पनि देखिएको छ। यसै कारणले गर्दा आज 8औं दिन नरसिंह अवतार फिल्मले बक्स अफिसमा लगभग 3 देखि 5 लाख हाराहारीको बीचमा ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। साथीहरु, महाभोज फिल्मको रिलिज स्थगित भएको कारणले गर्दाखेरि यो हप्ता यो फिल्मलाई फाइदा मिल्ने देखिरहेको छ। अब भोलि शनिबारको दिन फिल्मको कलेक्सनमा राम्रो जम्ने सम्भावना देखिरहेको छ। त्यसपछि अब आउने हप्ताको डिलेहरुमा पनि फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्ने सम्भावना देखिरहेको छ। लगभग त यो फिल्मले हप्ता पार गरुन्जेलसम्ममा 2 करोड भन्दा माथिको ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ। साथीहरु, तपाईहरुले भने यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको चलचित्र नरसिंह अवतार हेर्नु भएको भएन, हेर्नु भने तपाईलाई फिल्म कस्तो लाग्यो प्लिज आफ्नो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु भने नबिर्सिनुलाई हेर्नु भएको छैन भने आफ्नो नजिकको हलहरुमा गएर अवश्य पनि हेर्न सक्नुहुनेछ। हस्त साथीहरु, आजलाई यति नै। फेरि पनि यस्तै न्यूज तपाईहरुको माझमा लिएर आउनेछ। तपाईलाई भिडियो मन पर्यो भने भिडियो लाइक गरिदिनु होला र नेपाली कलाकार चलचित्रको बारेमा साथै बक्स अफिस कलेक्सनको बारेमा पूर्व खबर सुन्नको निम्ति हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हस्त, नमस्ते।